आमा कति गर्मी हो यार, हेर न यो दिपेलमा त यस्तो गर्मी छ हौ गाइज, के गर्नु यार, लास्टै गर्मी छ। तपाईँकोतिर कस्तो छ? यस्तो गर्मी इलाकामा आइएछ, के गर्नु है। म अलि माथिसम्म ल्याउँछु ल तपाईँलाई। यस्तो छ गर्मी, हेर्नु त यस्तो गर्मी। आज भन्नाले नि यार खासमा चाहिँ माथि शैलेश्वरी जाने प्लान थियो है। अब तपाईँहरूलाई म केही दिनपछि चाहिँ शैलेश्वरीको पनि भिडियो बनाएर यसो दिनेछु ल। हाम्रो दिपाल सिलगढीमा अवस्थित शैलेश्वरी माताको मन्दिर, त्यहीँ गएर चाहिँ एउटा भिडियो बनाउने ठुलो रहर छ मलाई है। टक्क त्यसको पनि एउटा भिडियो बनाएर तपाईँहरूलाई यसो दिउँला मैले। यस्तो गर्मीमा हिँड्नुपर्छ यार, गाह्रो छ नि। यस्तो बाटोमा हिँड्नुपर्छ गाइज है, पुरा अफरोड जस्तो यो पुरै यस्तो बाटोमा हिँड्नुपर्छ गर्मीमा। गर्मीको त कुरै नगरौँ, यति गर्मी छ यति गर्मी छ। आमा हेर्नु यस्ता यस्ता आउँछ नि यहाँ। यो के रहेछ कि यो चाहिँ के हो, कसले चिन्नुहुन्छ? यो चाहिँ के हो, तरकारी पनि भन्छ है फेरि। यसको तरकारी पनि भन्छ, कसले चिन्नुहुन्छ यसलाई चाहिँ है, कसैले चिन्नुहुन्छ कि चिन्नुहुन्न? यो चाहिँ यस्तो हो, बाटो चाहिँ यस्तो छ हालत। यहाँबाट देखिने भनेको हेर्नुहोस् पुरै गाइज, यो सिलगढीको तलतिरको बजार के, यहाँ चाहिँ बारुद खाना भन्छ यसलाई चाहिँ होइन। पुरै टक्कै यहाँबाट देखिने यो चाहिँ। हामी चाहिँ बिस्तारै बिस्तारै अगाडि बढ्दैछौँ। यो चाहिँ टक्क, तर अहिले चाहिँ जाँदैन फेरि है, गाह्रो रहेछ नि यार। अनि यो अगाडिको बाटो चाहिँ माथि सिलगढी जाने बाटो चाहिँ यो अगाडिको बाटो हो। योबाट चाहिँ जानु मिल्छ है। यो चाहिँ सिलगढीको ठाडो बजार भन्छ यसलाई चाहिँ। यो बाटो चाहिँ है माथि हाम्रो अफिसदेखि चाहिँ माथि शैलेश्वरी जाने बाटो चाहिँ यहाँ चाहिँ जानु मिल्छ है। यताका पुरानो घरहरू चाहिँ पुरानै संरचनामा छ अहिले पनि है, निकालेको छैन। यहाँको बस्तीहरू चाहिँ एकदम पुरानो बस्ती हो चाहिँ। यसरी चाहिँ अन्न बाली सुकाइन्छ। यो बस्ती भनेको यता पनि राम्रै छ बस्ती चाहिँ। यस्तो घरहरू छ, पुरानो घरहरू, यहाँको पुरानै संरचना होइन। बारीहरू यस्तो राम्रो बारीहरू छ, तर बाटो भने डेन्जर हो यतातिर। आइज बाटो भने फेरि यस्तो डेन्जर छ, कुरै नगर्नुहोस् क्या। बाटो भने फेरि यहाँको लास्ट डेन्जर छ नि होइन। म खासमा अहिले चाहिँ हिँड्यो भनेको मल खोज्नु भन्नाले नि त्यहाँ हाम्रो बारीमा हाल्नलाई चाहिँ प्राङ्गारिक मल हुन्छ नि, आफै बनाउनु मिल्ने, त्यो कहीँ ल्याउनलाई हो हिँडेको चाहिँ। यहाँको बाटोहरू म जाने भने त्यहाँ हाम्रो अफिस चाहिँ त्यहाँ तल चाहिँ हाम्रो अफिस चाहिँ जाने बाटो चाहिँ यस्तो छ। माथिबाट आउँदा हाम्रो अफिसमा जाने बाटो चाहिँ यस्तो छ हालत। कहिले होला राम्रो बाटो। यो चाहिँ गाउँघरको घरहरू यस्तो छ अझै पुरानो अवस्थामा हुने घरहरू अझै होइन। ठिक छ नि ल, अहिलेलाई भने भिडियो यति नै है। अर्को पटक फेरि यस्ता सानसाना भिडियोहरू भनौँ ल्याइराखौँला। तपाईँहरूमा चाहिँ माया गरिदिनु होला सबैले। च्यानललाई चाहिँ यसो सब्सक्राइब गरिदिनु होला। सबै मिलेर अगाडि बढ्नुपर्छ है ल। अहिलेलाई भने यति नै, मिठो माया, धेरै माया सबैजनालाई। यो चाहिँ हाम्रो अफिस टक्क तल।